राख्ने भुइँमा राख्ने हो त्यहाँ राख्ने तीन टुक्रा बनाएर टुक्रे राख्ने यसलाई तीन टुक्रा बनाएर छोडेर राख्ने है हेगडे तागडे हेगा बदी सुदाको हेगा पवित्र सुदाम सर्न देवी मिटा जल राख्ने अड्या त्यो खालको मिट भन्दा तल तल त्यसरी हात बुलाउँदा नपोकियो जल पानी राख्ने म जल भन्छ पानी पानी भन्ने हामी भन्नु तपाईँ यता ध्यान दिनु क्या यता हामी पानी जल भर्नु हात यसरी उठाउनु त हात यसरी उठाउनु नि पानी हो त्यसरी डुब्या छ घिउमा अझ तिलै सेचामा जाउँ पिटुलो काटेर स्वाहा जौतिल राख्ने जौतिल दिया छैन के भन्छु मैले यो मलाई पनि चाहिन्छ यसमा दिन्छु म त्यसरी राखेँ तिनैजना हुन्थ्यो कि थालीमा राख्ने जौतिल हो त्यहाँ राख्ने ल ओम जौत राख्ने ओम सत्य लक्ष्मी सर्वत कन्या भव राजे पार्थिव नश्रेणु मश्नु व्यातु पूजा सामग्री यहाँ पनि छर्दिने पूजा सामग्री स्तोत्र जलसेचनम पवित्र चित्त तत्त्वको सीमा दाय फलकल्लो पर्यातम ल ल भयो है अन्त भन्ने काम परेर दियो स्वाहा गभ्ये नमः गाई बोक्दा मेरो गाई यिनै हुन् भनेर यिनै हो मैले गौदान दिने गरेर पुजार्ने नच्यात्ने है फुल च्यातेर होइन सिङ्गो चढाउने है च्यातेर चढ्दैन है त कृष्ण रजस वर्तमान निवेशन मृतन चलितानो रथेनम यमयान्ति भुवनानि पश्चान्तम अब त्यसलाई जल छर्किदिने ओ मनमा आफूलाई पनि छर्किने है त्यसलाई छर्किने आफूलाई पनि छर्किने मनमे तर्वायतम वाचमे तर्वायतम प्राणमे तर्वायतम तस्मे तर्वायतम आर्यवर्तन गत हिम पर्वतका देश नेपाल देश गोरक्ष राज्य गङ्गा दिव्यम कोतर कोणे गण्डकी कौशिकी प्रदेश श्रीमत दिशुणु पूजा प्रजापति क्षेत्रे अल्पस्वत्य जी अमुक दिवाली भन्ने अमुक दिवाली पशुपति क्षेत्रे अमुक दिव ग्रामे यसलाई पढ्याउनु भन्छ नि त यमन्त्रीको अमुक सौरराम चन्द्रण अमुक मासे हिउँद मासे अमुक पक्ष शुक्ल पक्ष अमुक तिथौ आज के तिथि अरे प्राप्त लक्ष्यम चिरकाल संरक्षण सकल क्षेत्रम कामनाय सिद्धार्थम श्री समसदा शिव कृतिद्वारा शिव भूदयम प्राप्तये अमुक लिङ्गपरि वासुपूजिताय अमुक गोत्राय अमुक तिलक ब्रह्मणाय तुभमहं सम्पदे तत्सन्नमः छोडिदिनु अब नमस्कार गर्नु गाईलाई लक्ष्य हातमा लिनु कविले सर्वदेवानां पूजनीयासि रोहिणी देवतीर्थ मये अस्माकं तस्मात् शान्ति परसमे गाव मे गणतम शांत गाव मे संत पीड़तम गाव मे हृदय संत गाव मध्ये व्यासमहं पूजिता शिवतीतम निमित्तमित्रेणं धीमतं सुरभ्य हर पुण्य पाप अन्मया चित्तकीर्तम ओम सूर्यादम कामतते ओम शांति देव शांति पृथ्वी शांति रसदय शांति वनस्पतय शांति विषय देवाय शांति
ब्रह्म शांति सर्व शांति 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 रिधि शांति ओम शांति 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 ल भाइ है ल फेरि पानी समाउनु त ईश्वराय नमः ऊर्ध्वभागे ओम आकाशेश्वराय नमः ओम पृथ्वी भागे ओम अनंतेश्वराय नमः सर्वोत्तम नमः ओम सर्वेश्वराय नमः। अब चले हरि ओम नमो नारायण। सुकेको पात छ नि एउटा टपर लगाएर यसलाई ढाक्ने विचार गर्नु ढाक्न पाएँ भाउजू यसलाई ढाक्ने गर्नु सुकेको पात ल्याउनु यो हरियो टपर यहाँ चाहिँ प्रसाद त्यसमा राख्ने यो हरियो त्यो टपरले ताला साला छोड्दैन नि के गर्नु बुढो यो चाहिँ टास्ने छेउछेउमा गोबर राख्ने शिवलीला प्रभु कहे ओम हर 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 महादेव वेद पुराण थकित छन् प्रभुको वर्णमा शिव प्रभुको वर्णमा कण कण ध्यापक प्रभुको महिमा त्रिभुवनमा ओम हर 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 महादेव सुर नर मुनि म हेर्छु